नमस्ते, मेरो नाम सागर गुरुङ। सो आज हाम्रो स्टुडियोमा चाहिँ मिस्टर बाली प्राय हुन्छ। तपाईँलाई वेलकम छ। सो तपाईँको एउटा सानो इन्ट्रोडक्सन दिनुहोस् न। नमस्ते, मेरो नाम चाहिँ बाली प्राय, म दार्जिलिङबाट। म चाहिँ एज अ हेयर एक्सपर्ट र हेयर ट्रेनर अहिले यहाँ काठमाडौँमा काम गरिरहेको छु। सो तपाईँ दार्जिलिङबाट जानुभएको कति भयो नि? म दार्जिलिङबाट आएको चाहिँ लगभग 5 साल जस्तो भयो। सो अहिले करेन्ट टाइममा तपाईँ कता इन्गेज हुनुहुन्छ नि? म सिन्स भनौँ न नेपाल काठमाडौँ आएकोदेखि नै एउटै कम्पनीमा काम गरिरहेको छु, द ब्युटी ल्याबमा नै। अहिले पनि म त्यहीँनिरै छु। सो तपाईँको अहिलेसम्मको ओभरअल एक्सपिरियन्स चाहिँ कस्तो रहेको छ नि? र तपाईँ यो फिल्डमा आउनु भएको, इन्गेज भएको चाहिँ कति टाइम पिरियड भयो? सो मेरो भनौँ न अल ओभर मेरो एक्सपिरियन्स चाहिँ अलमोस्ट 16 to 17 इयर्स म यो फिल्डमा लागेको, एज अ भनौँ न हेयर ड्रेसर काम गरेको। अनि अब मैले इन्डियामा इन्डियाबाट नै मैले सुरु गरेको, बेङ्गलोरबाट। अनि मैले अब्रोड पनि म गएँ, युएस पनि गएँ होइन। अनि म इन्जोय चाहिँ धेरै गर्छु मेरो कामलाई। म आई इन्जोय अ लट होइन। अनि म किनकि धेरै डिफ्रेन्ट मान्छेसँग भेट्छु, डिफ्रेन्ट थट भएको मान्छेसँग होइन। त्यसले गर्दा म आई इन्जोय अ लट भनौँ न। सो तपाईँले आफ्नो कामलाई चाहिँ धेरै इन्जोय गर्नुहुन्छ? म चाहिँ एकदमै इन्जोय गर्छु मेरो कामलाई चाहिँ। सो तपाईँको बाहिरको एक्सपिरियन्स अनुसार नेपालमा चाहिँ तपाईँले के डिफ्रेन्स पाउनुभयो, के नयाँ पाउनुभयो? हेरौँ, अब नेपाल र बाहिरको इभन इन्डियाकैसँग म कम्पेरिजन गर्दाखेरि इट्स टोटल्ली डिफ्रेन्स छ कि, एकदमै भास्ट डिफ्रेन्स छ। अब नेपाल चाहिँ भर्खर ग्रोइङ फेसमा नै छ भन्छु म चाहिँ। अब भर्खर मान्छेले सिक्दैछ यो कुराहरू होइन। अझै अब नेपालको आर्टिस्टहरूले होइन सिक्नु धेरै कुराहरू सिक्नुपर्ने छ, अझै सिक्दै जानु छ, सिकिरहेको पनि छ होइन। च्यालेन्जेसहरू छ, त्यो च्यालेन्जेसलाई अब भनौँ न एक्सेप्ट चाहिँ गर्नुपर्छ। अच्छा, सो तपाईँले च्यालेन्जको मेन्सन गर्नुभयो है। सो नेपालमा चाहिँ त्यो के च्यालेन्जेसहरू रहेछ नि? नेपालमा चाहिँ अब च्यालेन्जेस त फर्स्ट अफ अल त के छ भन्दाखेरि एउटा त नलेजको एकदमै है मैले ग्याप देख्छु। अनि अर्को भनेको लर्निङ आई थिङ्क एटिट्युड चाहिँ अलिकति त्यो पनि मैले ल्याक अफ देख्छु। अनि अर्को भनेको अलिकति प्रडक्ट्सहरूको उसमा होइन, त्यसमा एभाइलेबिलिटीमा अलिकति गाह्रो छ। ओके, सो नलेजको विषयमा चाहिँ तपाईँले यस्तो के हामीले के गर्न सक्ने यस्तो के छ? नलेज सम्बन्धी चाहिँ के भन्दाखेरि हामीले के चाहिँ गर्न सक्छौँ भन्दाखेरि जस्तै भनौँ न अब यो फिल्ड चाहिँ कस्तो खालको फिल्ड हो भन्दाखेरि चाहिँ ब्युटी इन्डस्ट्री भयो होइन। ब्युटी इन्डस्ट्री भनेपछि सबैजनाको के भयो भन्दाखेरि यो चाहिँ हामीले डाइरेक्टली हामीले क्लाइन्टसँग नै इन्टरेक्ट गर्ने भयो है। त्यसले गर्दाखेरि चाहिँ अब हामीलाई चाहिँ जति सक्दो आफ्नो कामको बारेमा नलेज भयो भने चाहिँ आई थिङ्क मान्छेले बेस्ट रिजल्ट दिनुसक्छ। म चाहिँ त्यसमा अलिकति बिलिभ गर्छु। त्यसले गर्दा चाहिँ नलेज इज भेरी इम्पोर्टेन्ट। हजुरले भन्नुभएको अब अप टु डेट हुनु पऱ्यो। अप टु डेट हुनु पऱ्यो, यस यस। सो नेपालमा यस्तो अप टु डेट हुनको लागि यस्तो कुनै प्लेटफर्महरू के छ र? सो अहिले त भनौँ न नट नेपालमा मात्रै होइन, अब अहिले सोसियल मिडियाको यसो होइन युग हो। सो सोसियल साइटमा गएर पनि धेरै कुछहरू सिक्न सकिन्छ। अर द फिजिकल्ली नै अब भनौँ न अहिले त अब नेपालमा पनि धेरै राम्रो एकाडेमिजहरू छ। एज अ म मेरै एकाडेमीको कुरा गर्छु। मेरै एकाडेमीमा आएर पनि मान्छेले सिक्न सकिन्छ, धेरै कुराहरू अपडेट हुन सकिन्छ। सो तपाईँ अहिले फुल टाइम एकाडेमीमै इन्गेज हुनुहुन्छ कि तपाईँ टाइम पिरियडमा चाहिँ बाहिर मार्केटको सलुनहरू पनि भिजिट गर्नुहुन्छ? म चाहिँ समटाइम्स अफिसियल्ली भनौँ न अफिसकै कामले गर्दा चाहिँ सलुनहरू भिजिट गर्नुपर्ने हुन्छ। कोही कोही बेला चाहिँ गर्नुहुन्छ। सो तपाईँले त्यो भिजिटमा चाहिँ इन्ट्रेक्सन त हुन्छ नि है, हाम्रो स्टाफसँग इन्ट्रोडक्सन हुन्छ। सो तपाईँले इन्ट्रोडक्सन गर्दाखेरि चाहिँ नेपालको हेयर ड्रेसर्सहरू छ, विदेशको हेयर ड्रेसरहरूमा चाहिँ तपाईँले के डिफ्रेन्स पाउनुभयो? मैले एउटा मेन डिफ्रेन्सेस चाहिँ के पाएँ भन्दाखेरि यताको आर्टिस्टहरूमा चाहिँ अलिकति लर्निङ एटिट्युड चाहिँ नभएको जस्तै लाग्यो मलाई होइन। सिक्न अलिकति नचाहने, अब जेमै छ त्यसमै बस्ने है, त्यो चाहिँ मैले अलिकति डिफ्रेन्सेस पाएँ। अल ओभर भनौँ न अदरवाइज त यहाँको आर्टिस्टहरू एकदमै राम्रो छ, एकदमै क्रिएटिभ छ। अब त्यसलाई निखार्नुको लागि चाहिँ अब त्यसलाई अझै राम्रो हुनुको लागि चाहिँ नलेज चाहियो होइन। त्यसको लागि चाहिँ अब सिक्ने एटिट्युड चाहिँ हुनु पऱ्यो। सो नलेज गेन गर्नको लागि र अपडेट हुनको लागि चाहिँ तपाईँ चाहिँ यो के सजेसन गर्नुहुन्छ नि?
त्यसको लागि चाहिँ म के सजेसन गर्छु भन्दाखेरि नलेजको लागि चाहिँ अपडेट गर्नुको लागि चाहिँ अब डिफ्रेन्ट टाइप्स प्रडक्ट्सहरू चाहिँ भनौँ न युज गर्ने, त्यो प्रडक्ट्सको बारेमा अलिकति जान्ने है, इन्ग्रिडियन्ट्सहरूको बारेमा जान्ने। अब त्यसलाई जति हामीले इन्ग्रिडियन्ट्सको बारेमा पढ्छौँ र जति हामीले नयाँ प्रडक्ट्सहरू खेलाउँछौँ त्यति हाम्रो क्रिएटिभिटी बढ्दै जान्छ। त्यसको लागि चाहिँ आई थिङ्क भनौँ न नयाँ नयाँ प्रडक्ट्सहरू युज गर्ने होइन, प्रडक्ट्सको बारेमा बुझ्ने, त्यो भयो भने चाहिँ अलिकति मान्छे मोर अप टु डेट हुनसक्छ कि। र अहिलेको उसमा अब मैले अझ भनेको जस्तै अघि भने जस्तै अब अहिले धेरै च्यालेन्जेसहरू छ, धेरै कम्पिटिटिभ छ होइन। त्यसमा कम्पिट गर्नुको लागि चाहिँ नलेज हुनु पऱ्यो। त्यो नलेजको लागि चाहिँ अब नयाँ नयाँ प्रडक्ट्सहरू युज गर्ने होइन, त्यसको इन्ग्रिडियन्ट्सको बारेमा जान्ने, अब त्यसलाई कस्तो हेयरमा लाउँदाखेरि ठिक हुन्छ होइन, कस्तो हेयरसँग खेल्दाखेरि ठिक हुन्छ त्यो जान्ने। अनि एउटा भनेको चाहिँ अन्त कम्युनिकेसन्स, मैले त्यो पनि एउटा देखेँ है, कम्युनिकेसन पनि एकदमै इम्पोर्टेन्स छ। क्लाइन्टसँग हो, क्लाइन्टसँगको कम्युनिकेसन चाहिँ मैले अलिकति धेरै ग्याप देखेँ होइन। अब कोही क्लाइन्ट्सहरूलाई त थाहा हुँदैन नि त, मेरो कपाल यस्तो छ, मलाई चाहिँ यस्तो चाहियो भन्ने कुरोहरू। त्यसले गर्दाखेरि चाहिँ भनौँ उसको नलेज छ भने उसले त्यो कम्युनिकेसनलाई चाहिँ ग्यापलाई चाहिँ फिल गर्नुसक्छ। अनि त्यो कम्युनिकेसन ग्याप भएन भने एज अ राम्रो रिजल्ट पनि दिन सकिन्छ। सेम टाइम्स भनौँ न क्लाइन्ट्स पनि ह्याप्पी भएर जान्छ, अब रिपिट हुन्छ, त्यो आफ्नै बेनिफिट छ। कम्युनिकेसनको ग्याप पनि धेरै नै देखेँ मैले। तपाईँले भने क्लाइन्ट्सहरूमा चाहिँ के डिफ्रेन्स पाउनु भयो नि? क्लाइन्ट्सहरूमा पनि मैले धेरै अन्तर पाएँ। अब आई थिङ्क अब भनौँ न मैले अघि भनेको जस्तै ल्याक अफ नलेजको कारणले गर्दा है, अब क्लाइन्टहरूलाई पनि कति कुरोहरू चाहिँ थाहा छैन। अब यो भनौँ न इक्जाम्पल दिन्छ, एउटा सर्टन ट्रिटमेन्ट गर्दाखेरि उसले के बेनिफिट गर्छ त, उसको हेयरले के बेनिफिट गर्छ त भन्ने कुरा पनि उसलाई पनि थाहा हुँदैन कि। अब कस्तो हेयरमा यो कस्तो प्रडक्ट्स लगाउने होइन, अब कस्तो खालको भनौँ न हेयर कटहरू गर्दाखेरि मलाई सुहाउँछ, ट्रिटमेन्ट गर्दा मेरो हेयरलाई ठिक हुन्छ भन्ने कुरा पनि, त्यो पनि अब कस्टमरहरूलाई अलिकति अब भनौँ न क्लाइन्ट्सहरूलाई अलिकति त्यो नलेज नभएर पनि होला होइन। र साथमा त एउटा आर्टिस्टले, एउटा एज अ हेयर ड्रेसरले उहाँलाई नबुझाएर पनि अब हुनसक्छ त्यस्तोहरू भएको। सो यो प्रब्लम चाहिँ तपाईँको विचारमा चाहिँ के लाग्छ? अब आइदर यो इकोनोमिक फ्याक्टरले गर्दा हो कि अथवा यो नलेजले गर्दा हो? मलाई चाहिँ के अरे यो इकोनोमिक फ्याक्टरले भन्दाखेरि पनि यो कम्युनिकेसन्स र नलेजको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ भनौँ न यो ग्याप भइरहेछ। अब कोही चाहिँ भनौँ न अब अलिकति इकोनोमिकली स्टेबल नभएको कारणले गर्दा पनि त्यो हुनसक्छ। त्यो भनेको एकदम सर्टन पर्सेन्टेज मात्रै हो, तर मोस्टली भनेको चाहिँ तपाईँको यो कम्युनिकेसन ग्याप र नलेज नभएकोले गर्दाखेरि चाहिँ यस्तो प्रब्लम्सहरू फेस आइरहन्छ। सो यो चाहिँ मेरो एउटा पर्सनल क्वेसन है। अब इफ मार्केटमा हेऱ्यो भने चाहिँ हामीले अब डिफ्रेन्ट आर्टिस्टले चाहिँ है अब डिफ्रेन्ट एउटै सर्भिसलाई पनि डिफ्रेन्ट प्राइस चार्ज गरिरहेको हुन्छन् है। कुनै मान्छे अब हामीले एकदम मिनिमल चार्ज लिएको हुन्छन्, अब जुन हेयरकटकै कुरा गरौँ एकदम मिनिमलमा चार्ज गरेर आउँछन् भने कोही आर्टिस्टले चाहिँ अलिकति प्राइसली गरेर आउँछन्। सो यो डिफ्रेन्स चाहिँ किन हो नि? यो डिफ्रेन्सेस चाहिँ एउटा त फर्स्ट अफ अल चाहिँ के हो भन्दाखेरि होइन उसको एक्सपिरियन्स होइन। एक्सपिरियन्स भन्नाले उसले अब कति वर्षदेखि काम गरिरहेछ, उसको एक्सपर्टाइजको लागि उसले एउटा प्राइस कस्ट लिने हो। एउटा अर्को भनेको तपाईँको हस्पिटालिटी कस्तो छ होइन, र तपाईँको हाइजिननेस कस्तो छ, त्योहरूले गर्दाखेरि अलिकति एक्सपेन्सेस आउनसक्छ। जस्तै म इक्जाम्पल दिन्छु तपाईँलाई होइन, जस्तै मैले भनौँ न 5 स्टारमा एउटा सर्टन फुड खाएको होइन, रेस्टुरेन्टमा खाएकोमा हुन त सेम टेस्ट नै आउँछ होइन, टेस्टको अलिकति फरक हुन्छ, तर प्राइस चाहिँ अलिकति धेरै नै महँगो हुन्छ। रिजन भनेको चाहिँ मैले भने उसको एक्सपर्टाइज। अब जो मान्छे एक्सपिरियन्स छ, एक्सपर्टाइज गरेर गर्छ उसले, अब जस्तो भने एउटा तपाईँलाई नै फिट हुने खालको हेयर कट उसले काटेर दिन्छ। सो त्यही नै उसले त्यसको लागि चार्ज लिने हो। अनि एउटा भनेको हाइजिन र एउटा एटमोस्फियरको होइन, त्यसले पनि अलिकति म्याटर गर्छ। त्यसले गर्दा अलिकति कस्टली हुनसक्छ। मान्छे मोर अफ हाम्रो एक्सपिरियन्सलाई भयो, एक्सपिरियन्स यस, हाइजिनहरू यस, हाइजिन। अनि मोर अफ हाम्रो यो कस्टमाइजवाला हेयरकट, कस्टमाइज यस कस्टमाइज, यो चाहिँ मोर अफ कस्टमाइज, मोर अफ भनौँ न टेलर मेड हेयर कट्सहरू भयो, ट्रिटमेन्ट्सहरू भयो। सो त्यसले गर्दा अलिकति एक्सपेन्सेस हुन्छ।
अनि प्रडक्ट्सहरूको पनि लगाउँ, अब प्रडक्ट्सहरू पनि त्यस्तै अब अहिले कस्टली हुन्छ होइन। अब जतिको प्रिमियम प्रडक्ट्सहरू हुन्छ त्यतिकै बेनिफिट्स राम्रो पाउने हो हामीले। त्यही कारणले गर्दाखेरि अब प्रिमियम प्रडक्ट्सहरू युज गरेको छ भने होइन, र अल ओभर त म भन्छु एक्सपिरियन्सको नै हो। सो भनेपछि एक हिसाबले हामीले अब जहाँ महँगो छ, जसले अलिकति प्राइस बढेको छ त्यो चाहिँ राम्रो भन्ने हो, बुझिन्छ त्यसरी? भनौँ न प्राइस मात्रै अब महँगो लिएर भएन, त पर्सन अब जसले कपाल काटिरहेछ उसको ऊ कतिको क्रिएटिभिटी छ, उसको अन्डरस्ट्यान्डिङ लेभल कस्तो छ होइन, त्यसमा पनि म्याटर गर्छ। उसको एक्सपिरियन्स मात्रै भएर भएन, उसको अन्डरस्ट्यान्डिङ मेन त मैले भनिदिएँ नि, कन्सल्टेसनहरू उसले कतिको राम्रो गर्छ, उसले कतिको क्लाइन्ट्सको फेसको सेपलाई अन्डरस्ट्यान्डिङ गरेको छ होइन। सो अल एबाउट मैले भने एक्सपिरियन्सको साथसाथमा अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो र क्रिएटिभिटी। सो यसमा हाम्रो कुनै पनि यस्तो प्रडक्ट्सहरूले एकदमै फरक पार्छ र, यसो क्रिएटिभिटीमा भयोस् अथवा हाम्रो सर्भिस नै एकदमै राम्रो होस्, प्रडक्टहरूले इभन यो मेसिनरिजहरू हुन्छ नि त्यसले फरक पार्छ र? प्रडक्ट्सहरूले एकदम भाइटल रोल खेल्छ। प्रडक्ट्सहरूले चाहिँ के गर्ने भन्दाखेरि तपाईँलाई सफिसियन्टली एउटा काम गर्नुको लागि भयो होइन, अनि तपाईँलाई म्याक्सिमम्स एउटा रिजल्ट दिनुको लागि होइन, तपाईँले प्रडक्ट्सहरू नै युज गर्नु पऱ्यो। अलिकति प्रिमियम प्रडक्ट्सहरू मैले अघि भने जस्तै होइन अलिकति कस्टली पर्छ, किन भन्दाखेरि इन्ग्रिडियन्ट्सहरू त्यस्तै अहिले हाई इन्ग्रिडियन्ट्सहरू हुन्छ, हाई टेक्नोलोजी भएको कारणले गर्दाखेरि अलिकति एक्सपेन्सिभ हुन्छ। सो त्यसले गर्दा चाहिँ अब हेयरड्रेसरहरूलाई चाहिँ क्रिएटिभ्स कुरोहरू गर्नुको लागि, क्रिएटिभ्स भनौँ न हेयर कट गर्नुको लागि क्रिएटिभ्स अपडुसहरू केही पनि गर्नु छ भने एकदमै हेल्पफुल गर्छ क्या प्रडक्ट्स चाहिँ, एकदम भाइटल रोल खेल्छ। तपाईँले प्रडक्ट्सको बारेमा भन्नुभयो है, सो हामीसँग प्रडक्ट्स चाहिँ कति रेन्जको हुन्छ खासमा? अब प्रडक्ट्सहरू चाहिँ यस्तो हुन्छ, तपाईँले एउटा चाहिँ कन्ज्युमर भयो, एउटा कन्ज्युमर भनेको सबैजनाले अब युज गर्ने होइन, एउटा चाहिँ प्रोफेसनल हुन्छ। अब प्रोफेसनल चाहिँ भनौँ न अलिकति एक्सपेन्सिभ हुन्छ। अब कन्ज्युमर चाहिँ तपाईँले अलिक सस्तोमै पाउने भयो होइन। अनि डिफरेन्स चाहिँ के छ नि यसको डिफ्रेन्सेस चाहिँ के भन्दाखेरि अब प्रोफेसनल प्रडक्ट्सहरूमा चाहिँ सबै तपाईँको मैले अघि भने हाई टेक्नोलोजीहरू हुन्छ होइन, इन्ग्रिडियन्ट्सहरू पनि एकदम रिच इन्ग्रिडियन्ट्सहरू हुन्छ, त्यसले गर्दाखेरि पनि यो अलिकति एक्सपेन्सिभ हुन्छ होइन। प्लस यो तपाईँको यो जति पनि प्रडक्ट्सहरू त्यसको लागि वर्षौँ सालौँ लागेर उनीहरूले रिसर्च गरेर बनाएको हुन्छ। सो त्यसले गर्दा पनि अलिकति एक्सपेन्सिभ हुन्छ कन्ज्युमर प्रडक्ट्सहरू भन्दाखेरि। सो यसको बेनिफिट्स नै के होला नि त होइन, अब तपाईँले एक्सपेन्सिभ कुरा गर्नुभयो होइन, यसको बेनिफिट्सहरू के छ र? सो बेनिफिट्सहरू चाहिँ धेरै नै छ यसको बेनिफिट्सहरू। जसले प्रोफेसनल भनौँ न होम केयर्सहरू गरिरहेको हुन्छ उसको स्काल्प हेयरहरूमा त्यति साह्रो प्रब्लम्सहरू आउँदैन, हेयरहरू राम्रै कन्डिसनमा हुन्छ, इभन द स्काल्प पनि राम्रै कन्डिसनमा हुन्छ। अनि यसको अब जस्तै मैले भने इन्ग्रिडियन्ट्स एउटा म सडन एउटा अहिले इक्जाम्पल दिन्छु म है, जस्तै जोजोबा ओइललाई लिउँ होइन। जोजोबा ओइल चाहिँ एकदमै रिच इन मोइस्चर भयो होइन, मोइस्चर दिनको लागि र कपाललाई स्मुथ बनाउनुको लागि। अब त्यो खालको इन्ग्रिडियन्ट्सहरू तपाईँले हतपत्त यो कन्ज्युमर उयसतिर भेट्दैन। अब इभन द टेक्नोलोजीको पनि कुरा गरौँ होइन, त टेक्नोलोजी एकदमै हाई एन्ड टेक हुन्छ। सो त्यसले गर्दाखेरि पनि अलिकति यो एक्सपेन्सिभ नै हुन्छ भनौँ न। कम्पेरिजन एक्सपेन्सिभ भन्नाले त्यस्तो एक्सपेन्सिभ पनि होइन, एफोर्डेबल हुन्छ, तर कम्पेरिजनले हेऱ्यो भने कन्ज्युमर प्रडक्ट्सभन्दा चाहिँ अलिक महँगो नै हुन्छ। तपाईँले सो यसको इक्जाम्पल्सहरू चाहिँ के छन् अब ठ्याक्कै छुटाउन सक्ने चाहिँ कन्ज्युमर, यो चाहिँ अब प्रोफेसनल रेन्जको भन्यो। जस्तै तपाईँले प्रोफेसनल प्रडक्ट्सहरू चाहिँ तपाईँले सलुनतिर पाउनुहुन्छ मोस्टली चाहिँ, अन्ली सलुनमा तपाईँले अब कन्ज्युमरहरू चाहिँ सानो दोकानहरूतिर पनि पाइहाल्छ होइन, जस्तै ग्रोसरी दोकानहरूतिर पनि पाइहाल्छ। तपाईँले कन्ज्युमर चाहिँ अब मोर इजिली एभाइलेबल हुने भयो, यस। तर प्रोफेसनल प्रडक्ट्सहरू तपाईँले सलुनमै पाउँछ होइन। अब सलुनमा पनि तपाईँले मैले भनिहालेँ अब कस्तो खालको सलुन तपाईँले भिजिट गरिरहेको छु त्यही अनुसारको तपाईँले अब नेपालमा मैले एज अ मेरो एक्सपिरियन्सको अनुसारले होइन धेरै छ सलुन पनि तपाईँको क्याटेगोरी वाइजको छ होइन, त्यही अनुसारले प्रडक्ट्सहरू पनि पाइन्छ। सो तपाईँ त नेपाल आउनु भएको भने अलमोस्ट लाइक 5 इयर्स भइसक्यो होइन? हजुर। सो तपाईँले यो टाइम पिरियडमा चाहिँ नेपालमा के चेन्जेस देख्नुभयो नि? नेपालमा अहिले चाहिँ धेरै नै चेन्जेस देखेको छु म। अहिलेको भनौँ न आर्टिस्टहरूमा धेरै नै चेन्जेस देखेको छु। अहिलेको आर्टिस्टहरू धेरै भनौँ न
पोजिटिभ वेमा अब सिक्न चाहने छ होइन, र आफूलाई अपडेट गराउन चाहन्छ। र अनि अहिलेको अब आर्टिस्टहरूमा अलिकति मैले अब जस्तै न्यू जेनेरेसन, नयाँ जेनेरेसनमा एकदमै इन्ट्रेस्ट भएको मैले देखेँ होइन। अब पहिला चाहिँ के थिएछ भन्दाखेरि अब एउटा यो जेन्डर बाइसनेस भनौँ न, अब त्यस्तै अलिकति थिएछ। जस्तै केटा मान्छेले अब काम गऱ्यो भने अब यो केटी मान्छेको काम भन्ने खालको थिएछ। अब अहिले चाहिँ मान्छेले बुझ्यो कि अब यो फिल्ड चाहिँ कस्तो रहेछ भन्ने कुरो। र अब यो फिल्डमा चाहिँ धेरै राम्रो एउटा भने इन्कम पनि भयो र सोसियलाइज राम्रोसँग गर्ने एउटा प्लेटफर्म पनि हो होइन। सो त्यसले गर्दाखेरि अहिलेको युथहरूमा धेरै मैले चाहिँ अब एज अ एकाडेमीमा पनि अब धेरै मेरो स्टुडेन्ट्सहरू नयाँ स्टुडेन्ट्सहरू आइरहेको हुन्छ। सो उहाँहरू चाहिँ एकदमै भनौँ न पोजिटिभ उयसमा के लर्निङ उसमा चाहिँ लर्निङ केही म यो फिल्डमा केही गर्छु भने यस त्यो हिसाबले चाहिँ एकदमै अहिले चेन्जेस आएको देख्छु कि म। सो भनेपछि रिसेन्ट डेजमा चाहिँ अब यो हेयर ड्रेसिङको चाहिँ अलिक क्रेज छ, अब अलिक क्रेज छ हो। यस। सो यो क्रेज भएको चाहिँ कति टाइम पिरियड हो नि? यो क्रेज भएको अब मलाई लाग्छ म विदिन 5 इयर्समा अलमोस्ट 3.5 इयर्स जति चाहिँ भयो है। अलिकति चेन्जेस आएको अहिले भनौँ न। एज अ आर्टिस्टहरूमा पनि अब त्यो लर्निङ सिक्छु भन्ने एउटा हुन्छ नि, आफूलाई उनीहरूकोमा एटिट्युड आएको पनि मैले देखिरहेको हुन्छु होइन। मान्छेले नि मलाई धेरैले क्वेसन्स पनि गरिरहेको हुन्छ, सर यस्तो उस्तो भनेर। अनि मलाई खुसी पनि लाग्छ कि त्यो उस गर्दाखेरि यसले चाहिँ अब एउटा रेभोल्युसन ल्याउँछ लाग्छ कि अब नेपालमा। सो यसको ट्रेन्ड चाहिँ अहिले कतिको रहेछ त? अब अहिलेको यसमा ट्रेन्ड्समा धेरै नै छ। अब अहिले भनौँ न अब यो सर्भिस सम्बन्धी भन्यो भने जस्तै हेयर कटहरू भयो, कलरिङहरूमा धेरै नयाँ ट्रेन्ड्स आइरहेको हुन्छ। अब ट्रेन्ड्स भन्ने कुरो यो फिल्डमा चाहिँ नि कस्तो हो भन्दाखेरि आज एउटा ट्रेन्ड आयो, हजुर, अब त्यो वर्षैभरि रहन्छ भन्ने छैन कि। एक हप्ता महिना दिन अरू हप्ता दिन 6 महिनामा फेरि अर्को आइहाल्छ। सो त्यसले गर्दाखेरि आफू अपडेट बस्नु पनि एकदमै इम्पोर्टेन्स छ होइन। त्यसको लागि मैले भनिहालेँ अघि जस्तै सोसियल मिडियाहरू हेर्ने, युट्युब हेर्ने, इन्स्टाग्राम्सहरू छ होइन। अर द एकाडेमिजहरूमा गएर आफ्नो नलेजलाई गेन गराउनु पनि सकिन्छ। सो कतिजना इन्डिभिजुअल्सहरू त जुन सिक्ने चाहने हुन्छ नि, अब एकाडेमी गर्छु भनेर त अब इकोनोमिकली नसक्ला है। सो उनीहरूलाई चाहिँ यो सोसियल मिडियाबाट नै केही हेल्प हुन्छ र? त्यसको लागि चाहिँ कस्तो छ भन्दाखेरि होइन, अब सोसियल साइटमै गएर उसले सिकेको र फिजिकल्ली सिकेकोमा धेरै नै अन्तर हुन्छ। डिफ्रेन्सेस चाहिँ छ। जस्तो कि भनौँ एकाडेमिकमै गएर सिकेपछि उसले रुटदेखि नै सिक्ने भयो कि, बेसदेखि नै सिक्ने भयो। भनेपछि उसले जुन चाहिँ सोसियल साइट हेरेर सिक्दाखेरि चाहिँ उसले भनौँ न फुल्ली चाहिँ नलेज गेन गर्नु चाहिँ सक्दैन। उसको भनौँ न बेस चाहिँ स्ट्रङ हुँदैन। भनेपछि म यो फिल्डमा के गर्छु, आई वान्ट टु ग्रो अलिकति, आई वान्ट टु गो बिग भन्यो भने चाहिँ एकाडेमीदेखि नै गरेको राम्रो। एकाडेमीदेखि नै गरेको राम्रो। किन अब एकाडेमीमा चाहिँ एभ्रिथिङ्स सिकाइन्छ। जस्तै मेरो एकाडेमीमा है, हाम्रो एकाडेमीमा चाहिँ हामी चाहिँ कस्टमर ह्यान्डलिङदेखि लिएर होइन, सलुन म्यानेजमेन्ट, अब सलुन कसरी चलाउँछ, कस्टमरसँग कसरी बात गर्ने होइन, कम्युनिकेसन स्किल, कन्सल्टेसन कसरी गर्ने, एभ्रिथिङ हामीले सिकाउँछौँ कि। अब त्यो कुरो चाहिँ तपाईँले आई थिङ्क सोसियल मिडियातिर नपाउनु सक्छ होइन, अरू चिज पाए पनि। अनि एकदमै हामीले रुटदेखि सिकाउने हो। त्यसले गर्दाखेरि चाहिँ आई बिलिभ मलाई चाहिँ बेस स्ट्रङ भयो भने चाहिँ यु क्यान क्रिएट एनिथिङ के, केही पनि तपाईँले क्रिएट गर्नु सक्नुहुन्छ। अनि फेरि एउटा चाहिँ अब म एउटा के एड गर्नु चाहन्छु भन्दाखेरि, अब मान्छे आफूमा पनि अलिकति क्रिएटिभ छ भने चाहिँ उसले धेरै चिजहरू क्रिएटिभिटी गर्नु सकिन्छ मलाई लाग्छ। ऊ आफूमा भनौँ न पेसेन्स छ उसकोमा होइन, अनि अलिकति हार्डवर्किङ छ भने चाहिँ धेरै कुछ गर्न सकिन्छ। सो तपाईँले एकाडेमीको कुनै कुरा गर्नुभयो होइन आफ्नोमा। सो तपाईँको कोर्सेसहरू चाहिँ कसरी चाहिँ तपाईँले राख्नु भएको छ नि? मेरो एकाडेमीमा चाहिँ कस्तो छ भन्दाखेरि हामीले चाहिँ डिप्लोमादेखि एडभान्स राखेको छौँ है।
अब डिप्लोमाहरू भनेको चाहिँ अलिकति जो स्टार्टिङदेखि सिक्न चाहन्छ, बेसिकदेखि सिक्न चाहन्छ त्यसको लागि हो। अरू एडभान्सहरू चाहिँ जो अलरेडी सिकिसकेको छ, एक्सपिरियन्स पर्सन छ होइन, त्यसको लागि चाहिँ हो। अलिकति जसले इन्हान्समेन्ट गर्नु चाहन्छ, अघि मैले भनेको जस्तै जसले उसलाई अलिकति अपडेट गर्नु चाहन्छ, त्यस्तोको लागि चाहिँ हामीले एडभान्स कोर्सहरू रन गरिरहेछौँ। भनेपछि अब कोही व्यक्तिले चाहिँ अब म डाइरेक्ट बेसिक नगरिकन म डाइरेक्ट एडभान्स गर्छु भने त्यो के मिल्छ र त्यो? त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब अलिकति यो चाहिँ अलिकति गाह्रो खालको नै हुन्छ। जस्तो कि मैले भने जस्तै एउटा इक्जाम्पल दिन्छु तपाईँलाई। म एबिसिडी नपढिकन सिधै के अरे एसे लेखेको जस्तै नै भयो कि त्यसै। सो तपाईँले त्यसलाई अब रुटमा बुझ्यो भने चाहिँ धेरै नै राम्रो हो। जस्तै रुट भनेको हामीले हेकट गर्दाखेरि यसको पनि फन्डामेन्टल छ, यसको पनि टर्मिनोलोजी छ होइन, यसलाई बुझ्नु पऱ्यो। कलरको भनौँ होइन, अकर्ड्सको भनौँ, जे चिजको पनि एउटा के छ त भन्दाखेरि बेस चाहिँ राम्रो भयो भने उसले जे पनि गर्न सक्छ। एडभान्स भन्दा नि सुरुमा बेस चाहिँ चाहियो। बेस चाहिँ एकदम इम्पोर्टेन्ट छ। सो तपाईँ यो हेयरकोमा चाहिँ एउटा हेयरको इन्डस्ट्रीमा चाहिँ कपाल काटे मात्र हुँदैन र हामीलाई कि यो कम्युनिकेसन स्किलहरू, ग्रुमिङ यिनीहरू सबै चाहिन्छ र तपाईँले भन्नुभएको छ अगाडि नै? एकदमै इम्पोर्टेन्ट छ यो। हामी एज अ हेयर आर्टिस्ट भयौँ होइन, हेयर ड्रेसर भएपछि चाहिँ हामी आफूलाई ग्रुमिङ होइन र के अरे यो डे टु डे अब भनौँ न अपडेट हुनु एकदमै इम्पोर्टेन्ट छ। सो हेयरकट मात्रै गरेर भएन। एज अ बाहिरतिर चाहिँ मेरो एउटा एक्सपिरियन्स म भन्छु तपाईँलाई होइन। मेरो एक्सपिरियन्स चाहिँ कस्तो भन्दा बाहिरतिर चाहिँ यो कपाल मात्रै काटेर भएन होइन। तपाईँले क्लाइन्टलाई रिकमेन्डेसन गर्नु सक्नु पऱ्यो होइन। त्यसको लागि कम्युनिकेसन स्किल्स चाहियो। विदाउट कम्युनिकेसन स्किल तपाईँले यो सब गर्नु सक्नु हुँदैन। अनि अब बाहिरतिर चाहिँ भनेको तपाईँको बिजनेस हो। अब एभ्रिथिङ्स एन्ड अफ द डे गएर तपाईँको बिजनेस नै भयो होइन। अब बिजनेस तपाईँले कतिको प्रफिटेबल दिन सक्नुहुन्छ त्यही अनुसारले तपाईँ पनि ग्रोथ हुने हो। इट्स भेरी इम्पोर्टेन्स यो चाहिँ के अरे कम्युनिकेसन स्किल, कन्सल्टेसन्सहरू भयो होइन। यो चाहिँ एकदमै इम्पोर्टेन्स रोल खेल्छ। यसले चाहिँ भाइटल रोल नै खेल्छ भनौँ न एज अ हेयर स्टाइलिस्टमा चाहिँ। सो भनेपछि हामीलाई एउटा हेयर स्टाइलिस्ट भनेपछि नट एउटा आफूसँग स्किल मात्र हुनु भएन कि ग्रुमिङदेखि लिएर कम्युनिकेसनदेखि लिएर होइन कन्सल्टेसन एभ्रिथिङ चाहियो हामीलाई। एभ्रिथिङ चाहियो। ग्रुमिङ हाइजिनहरू त झन् एकदमै इम्पोर्टेन्स भयो होइन। जस्तो कि ग्रुमिङ भन्ने सेल्फ तपाईँले आफूलाई कसरी प्रेजेन्ट गर्नुहुन्छ एज अ कस्टमरको अगाडि होइन, त्यो कस्टमरलाई नै त्यही रिफ्लेक्ट हुने क्या। सो त्यसले गर्दा ग्रुमिङ एकदमै इम्पोर्टेन्ट छ, हाइजिन एकदमै इम्पोर्टेन्ट छ होइन। अब नेपालमा पहिला एकदमै धेरै ल्याक अफ हाइजिनहरू पनि थियो होइन। सो अहिले बिस्तारै चेन्जेस हुँदैछ। अनि ग्रुमिङहरूमा पनि अब अहिले होइन जस्तै भनौँ न आर्टिस्टहरूमा पहिला त्यस्तो खालको ग्रुमिङहरू देखिँदैन थियो। अहिले चाहिँ अब मान्छे एकदमै भनौँ न यो फिल्डलाई बुझेको छ। जस्तो अहिले चाहिँ बुझेर आफ्नो ग्रुमिङमा ध्यान दिएको छ। अनि अब यो अभियसली भनिहालेँ मैले एज अ हामी हेयर ड्रेसर मात्रै पनि होइनौँ, हामी चाहिँ अल ओभर एज अ भनौँ न बिजनेसम्यान पनि हो। अब चाहिँ हामीले त जति बिजनेस गऱ्यौँ, जस्तो म बाहिरको एक्सपिरियन्स दिन्छु होइन। इभन इन्डियामा पनि तपाईँ सडन नट बेसिक स्यालेरी मात्रै खाएर बस्ने होइन कि। अब तपाईँले त्यसमा त इन्कम पनि त दिनु पऱ्यो। तपाईँले बेसिक स्यालेरी जति लेख्छ त्यसको इन्कम दिन सक्नु पऱ्यो होइन। त्यसको लागि त आफू के गर्नु पऱ्यो, बोल्नु पऱ्यो, कम्युनिकेसन हुनु पऱ्यो, अलिकति मान्छे टकेटिभ हुनु पऱ्यो। यो पनि एकदमै इम्पोर्टेन्ट छ। सो हामीलाई सबै कुरा चाहियो। यस। सो ग्रुमिङमा त हामीले गर्न सक्ला होइन। अब ग्रुमिङमा त हामीले अब आफू अलिकति इकोनोमिकली स्टेबल छ भने त हामीले ग्रुमिङ मात्रै गर्न सक्यो। तर कम्युनिकेसन स्किल्स त अब ओभरनाइट हुने कुरा होइन। यसको लागि चाहिँ तपाईँको टाइम लाग्छ। ओभरनाइटमै अहिले तपाईँले भने जस्तै एकै दिनमा त्यो भइहाल्ने कुरो होइन, म्याजिकली अब यो भइहाल्ने होइन। टाइम लाग्छ। एभ्री डे नयाँ कुरो सिक्दै जाने, नयाँ कुरो ओके ठिक छ, गल्ती हुन्छ, मिस्टेक्स नभइकन हामीले के अरे सबै कुरो राम्रो हुने कुरो होइन। जब मिस्टेक हुन्छ त्यो मिस्टेकबाट नै सिकिने हो होइन। सो त्यसले गर्दा डे बाई डे अब मिस्टेक गर्दै जान्छ। त्यो मिस्टेकलाई सुधार्दै जाने हो, त्यो मिस्टेकबाट सिक्दै जाने हो। त्यही नै हो लर्निङ प्रोसेस भनेको। एकदमै स्लोली हुन्छ, एकै दिनमा हुने कुरो होइन, टाइम लाग्न सक्छ। हामीले अब यो चाहिँ अब डेली बेसिसमा चाहिँ अब प्र्याक्टिस गरिरहनु पऱ्यो। प्र्याक्टिस गरिरहनु पऱ्यो।
जतिसक्दो क्लाइन्टसँग बोल्ने होइन, क्लाइन्टको निड्सहरूलाई, प्रब्लम्सहरूलाई अन्डरस्ट्यान्डिङ गर्ने। मिस्टेककै कुराबाट होइन, अब तपाईँले पनि त अब होइन यो फिल्डमा अब कहीँ न केही कुनै दिनमा त अब नि अब मिस्टेक भएको होला है। सो तपाईँको एउटा एक्सपिरियन्स भनिदिनु नि। मेरो पनि भनौँ न एज अ ब्याड एक्सपिरियन्स है। म अब एकाडेमिकबाट सकेर अब सलुनमा एज अ जोइन गरेँ। अब डाइरेक्ट हामीले त फेरि त्यो तपाईँको कपाल काट्न पाउँदैन थियो एज अ हेल्पर जस्तै होइन, पुरै स्विमिङ के अरे स्विपिङ होइन, ब्रुमिङहरू गर्नुपर्ने होइन। त्यही हो, अब सिनियरहरूलाई हेल्प गर्यो, बस्यो होइन। भनेपछि एकाडेमी सकेपछि हामीले डाइरेक्ट हेयरकट गर्नु चाहिँ पाइँदैन। अब त्यसको लागि चाहिँ तपाईँको लागि अलिकति एक्सपिरियन्स हुनु पऱ्यो, लिनु पऱ्यो। भनौँ न अलिकति हेर्ने यता स्टाइल के अरे सिनियरहरूले कसरी काम गर्छ, सलुनको एक्सपिरियन्स लिने होइन। मेरो चाहिँ एउटा के भयो भन्दाखेरि इन्सिडेन्ट चाहिँ म अलमोस्ट सिकेको 7-8 महिना बाद पछाडि एउटा कपाल काट्नु पायो है। 7-8 महिना पछाडि काट्नु पायो। त्यो काट्दा अब आफू त एकाडेमीबाट गएको अलमोस्ट बिर्सिसकेको के, तर आफूलाई आफू चाहिँ अलिकति म चाहिँ अब अलिकति आफू भनौँ न पेसेन्स भएको कारणले गर्दा अलिकति म अलिकति भनौँ न अलिकति क्रिएटिभिटीनेस चाहिँ मेरोमा अलिकति भएको कारणले गर्दाखेरि पनि होला सायद भनौँ न। अनि मैले काम गर्दै काट्दाखेरि त अब अलिकति त्यही कस्टमरले भनेको यति कम्ती काट्नु भनेको आफू अब त्यति बेला अब सानो अलिकति अब त्यही हो, कम्युनिकेसन स्किलमा पनि अलिकति ग्याप भएकोले गर्दाखेरि होइन, ल्याङ्ग्वेज ब्यारियर अब भन्दाखेरि त्यसले गर्दाखेरि पनि अब अलिकति सर्ट भइपठाएछ, भनेको भन्दा सर्ट भयो। अनि फेरि त्यो अब लाइन पनि मिलेन, एकदमै धेरै भनौँ न त्यति बेला अब को उसमा चाहिँ अब भनौँ न आफूलाई धेरै डिमोटिभेट पनि भएको थियो बिचमा। तर मैले त्यही मिस्टेक्सलाई चाहिँ अब ठिक छ म त पहिला गर्दैछु नि त, मिस्टेक्स हुन्छ, त्यही मिस्टेक्सलाई चाहिँ अब लिएर चाहिँ यसलाई कसरी सुधार्नु पर्ने, मेरो के रहेछ त कमी भनेर। त्यसले गर्दाखेरि अब अहिले चाहिँ म भनौँ न त्यही कमीहरूलाई चाहिँ मैले सुधार्दै लिएर एकदम अहिले चाहिँ अब म राम्रै भएछु। अहिले पनि म सिकिरहेको नै छु। भनेपछि तपाईँले जे मिस्टेक गर्नुभएको छ त्यसैबाट तपाईँले सिकाउनु भएको छ? सिकिरहेको छु। अच्छा, सो तपाईँलाई चाहिँ अब मोटिभेट गर्ने कुनै एउटा होइन एउटा मोडल थियो कि? मेरो एकजना साथी हुनुहुन्थ्यो, उसले नै हो एक्चुली हामी 4-5जना थियौँ साथीहरू, उसले मोटिभेट गराएको। अनि फेरि म चाहिँ फेरि सानैदेखि भनौँ न अलिकति यो आर्ट्स सम्बन्धी अलिकति के अरे यो आर्टिस्टिक जबमा चाहिँ अलिकति राम्रो थिएँ स्कुलिङदेखि नै होइन। सो त्यसले गर्दाखेरि पनि मलाई अलिकति इजी चाहिँ भयो यो फिल्डमा। त्यो साथीले नै मोटिभेट गरेर अब अहिलेसम्म अब काम गरिरहेछु। म थ्याङ्क यू भन्छु मेरो साथीलाई नै। सो उहाँले पनि हुनुहुन्छ कि? अहिले पनि छ। अहिले त उहाँले अब सिलगढीमा, सलिम हो उहाँको नाम, सिलगढीमा आफ्नै सलुन खोलेर आफै बसेको छ। अच्छा, उहाँले चाहिँ सलुन खोल्नु भएको छ? आफ्नै खोलेर बसेको छ। सो अनि तपाईँको एकाडेमीमा चाहिँ अब स्टुडेन्ट्सहरू चाहिँ अब कस्तो मेन्टालिटी भएका आउँछन् नि? मेरो एकाडेमीमा चाहिँ कस्तो खालको चाहिँ भनौँ न स्टुडेन्ट्सहरू प्रायः आउँछ भने प्रायः चाहिँ तपाईँको विदेश जानेहरू आउँछ होइन, बाहिर जाने भनेर। अनि अब बाहिर जाने त जाने, फेरि कस्तो हुन्छ एकदमै टाइम पिरियड चाहिँ एकदमै कम्ती लिएर आउने हुन्छ कि। कति चाहिँ तपाईँको अब महिना दिन हुन्छ, अब मलाई महिना दिनमा सिकाइदिनु पऱ्यो भने अघि भनेको जस्तै कि यो ओभरनाइटमा नै यो सबै कुरा सिकिने कुरा होइन, यसको लागि एक्सपिरियन्स चाहियो होइन। त्यस्तो खालको मेन्टालिटी बोकेर आउँछ। अब मलाई चाहिँ अब उसलाई 1 महिनामै सिकिन सक्छ, 1 महिनामै हप्ता दिनमै म एक्सपर्ट हुन्छु भन्ने कुरा। अब मेरै इक्जाम्पल दिनुहोस्, म अहिले पनि सिक्दैछु भनेपछि यो लर्निङ भन्ने कुरो कहिले पनि सकिने होइन र एकै तालमा सिकिहाल्ने पनि होइन। यसलाई चाहिँ एक्सपिरियन्स लिँदै जानुपर्ने हो, तब गएर मान्छे निखारिँदै जान्छ। भनेपछि हामी अब पर्फेक्ट भन्ने हुँदैनौँ, तर हिजोभन्दा आज बेटर छु भने चाहिँ भयो। ओके, अनि सो तपाईँको चाहिँ अब कोही होला नि त अब स्टुडेन्ट्सहरूमा है, अब कोही चाहिँ अब हबीमा आएको हुन सक्छन्
है। अब कतिजना चाहिँ अब म राम्रो छ भनेर बुझिरहेको हुन्छन् है। अब कोही चाहिँ अब बाध्यतामा आएको हुन्छ नि त है। सो तपाईँले चाहिँ अब कस्तो फिल गर्नुभयो त, अब कतिको छ नि अब्जर्भ गर्नुभयो? मैले मेरो उसमा चाहिँ मेरो एक्सपिरियन्स अल ओभर एक्सपिरियन्समा मैले देखेको होइन, मोस्ट अफ द स्टुडेन्ट्सहरू चाहिँ प्रायः भनौँ न फ्यामिलीको प्रेसरले अब हुन्छ नि, अब बाहिर जाँदैछ यसले केही सिकोस् भनेर त्योले गर्दा पठाउने हो। अब कोही कोही चाहिँ फ्युहरू चाहिँ हुन्छ के अरे मलाई चाहिँ म यो काम गर्छु, यो काम सिकेर म केही बन्छु भन्ने हुन्छ, त्यो अलग्गै छुट्टिहाल्छ कि उसको त्यो एटिट्युडबाट उसको त्यो बिहेभियरबाट नै देखिन्छ। राम्रो चाहिँ कसले गर्छ अलिक राम्रो पर्फर्मेन्स कसले दिन्छ? राम्रो पर्फर्मेन्स चाहिँ जो उसले मेन्टली प्रिपेयर गरेर आएको हुन्छ, म यो फिल्डमा काम गर्छु र यो फिल्डमा काम गरिनँ भने पनि यो फिल्डलाई मैले भनौँ न फ्युचरमा आफ्नो म अब निरन्तर नगरे पनि फ्युचरमा गएर चाहिँ म यही फिल्डमा गर्छु भन्ने एउटा सोच बोकेर आएको र म चाहिँ सिक्छु होइन, मैले यत्रो पैसा पे गरेको छु, एउटा त्यो एटिट्युड लिएर आएकोले चाहिँ धेरै राम्रो सिकेर चाहिँ गइरहेको हुन्छ, गरिरहेको पनि छ। सो हामीले एउटा नर्मल एउटा हेयर कट गर्नको लागि चाहिँ कति डेजको चाहिँ कति टाइम पिरियडको चाहिँ प्र्याक्टिस चाहिन्छ नि? अब प्र्याक्टिस भनेको चाहिँ यो डे पिरियड्स भन्ने कुरो होइन, एभ्री डेको यो प्र्याक्टिस चाहिँ तपाईँले जति प्र्याक्टिस गर्नुहुन्छ त्यति यो डे पिरियड्स भन्ने टाइम छैन। इभन मेरो अहिले म एक्सपिरियन्स दिन्छु, स्टिल आई एम लर्निङ। मैले भन्छु आज म नयाँ कुरो सिक्छु, म भोलि कुरो फेरि नयाँ कुरो सिक्छु, दोहोऱ्याइरहने क्या त्यसलाई। तर कतिजनाले त भन्नुहुन्छ नि त, मलाई चाहिँ अब मेरो 15 दिन छ, मेरो 20 दिन छ, मेरो 25 दिन छ, मलाई चाहिँ यतिमा चाहिँ मलाई हेयर कटिङ मलाई सिकाउनु पर्यो। त्यो के पोसिबल छ र? त्यो त पोसिबल छैन, त्यो चाहिँ अब वेस्ट अफ मनी भयो एउटा होइन, त्यो चाहिँ पोसिबल छ, त्यो छैन। अब म चाहिँ के सजेसन गर्छु भन्दाखेरि होइन, जो कोही अब सिकेर विदेश जानुहुन्छ होइन, त्यसको लागि अभियसली एउटा अगाडिदेखि नै 2-3 वर्षदेखि नै बरुभन्दा प्लानिङ बनाउने होइन, सिकेर बरुभन्दा 1 साल 1.5 साल इन्टर्न गर्ने सलुनको एक्सपिरियन्स लिने, आफूले धेरै कुरा बुझ्ने होइन। एकाडेमिक र सलुन्स भनेको अलिकति फेरि डिफ्रेन्सेस हुन्छ। सो त्यसले गर्दाखेरि सलुनको एक्सपिरियन्स लिनुको लागि पनि होइन अर्ली नै सिकेर गरेको चाहिँ आई थिङ्क बेस्ट लाग्छ। त्यो सर्टन टाइम्स लिएर म सिक्छु, त्यो चाहिँ एउटा वेस्ट अफ मनी मात्रै हो कि। 1 महिनाको छ, मलाई 1 महिनामा सिकाइदिनुहोस् भने त्यो भन्ने कुरा चाहिँ नहुँदै होइन कि। अब त्यो फेरि डिपेन्ड्स के पनि हुन्छ, मैले त सिकाउँला होइन, उसले कतिको लिन्छ भन्ने कुरामा हुन्छ कि। अब त्यो थर्ड पर्सनले कतिको लिन्छ भन्ने कुरामा आयो नि त। चाहिँ अब कोही बाहिर अब जाँदैछ भने चाहिँ उसले सुरुमै माइन्ड मेकअप गर्नु पऱ्यो। माइन्ड मेकअप गरेर अब यतै अलिकति भयो भने इन्टर्न पनि गरेको राम्रो। इन्टर्न गऱ्यो भने त झन् धेरै प्लस पोइन्ट हुनुभयो। सो अनि तपाईँले चाहिँ अब एकाडेमीमा अब केही इन्टर्नको लागि यस्तो व्यवस्था गर्नुहुन्छ कि के छ? यस्तो छ, हामीले एकाडेमीहरूतिर चाहिँ भनौँ न, एकाडेमीमा चाहिँ हामीले प्रमिस चाहिँ गर्दिनँ, फल्स प्रमिस चाहिँ दिँदैनौँ कि हामीले इन्टर्न दिन्छौँ भनेर। तर मसँग कतिवटा सलुन्सहरू होइन मान्छे चिनजान छ सोचिरहेको हुन्छ, सो मेरो स्टुडेन्ट चाहिँ अब रिक्वायरमेन्ट छ भनेर त्यतातिर हामीले अभियसली रेकमेन्ड गरिदिन्छौँ। रेकमेन्ड गर्नुहुन्छ, होस् आफूले सकेसम्म चाहिँ गर्नुहुन्छ तपाईँले आफ्नो साइडबाट। अनि इभन मार्केटमा एकदमै यसले फेमस छ नि त अहिले यो है, 10,000मा मेल हेयर कटिङ, 15,000मा मेल हेयर कटिङ है। त्यसको कम्पेयरमा तपाईँको भने तपाईँहरूको अब कोर्सको फीको स्ट्रक्चरको प्राइस सुन्यो भने त अलि धेरै नै महँगो छ नि त अलि है। सो यसको चाहिँ के छ यो? सो हाम्रोमा चाहिँ अलिकति डिफ्रेन्सेस छ। मैले आज भनिहालेँ होइन, मैले सिकाउने भनेको मेरो एक्सपिरियन्स हो होइन। अनि साथसाथमा आज हाम्रो बाहिरको कम्पनीसँग एफिलिएटेड पनि भएकोले गर्दा अलिकति एक्सपेन्सिभ पनि पर्छ। साथमा हामीले सिकाउने तरिका र हामीले जति सक्दो चाहिँ हाम्रो ट्रेनीहरूलाई चाहिँ के गर्छौँ भन्दाखेरि लाइभ क्लाइन्टलाई नै ह्यान्डल गराउँछौँ। सो उसले धेरै कुरो सिकोस् भनेर। अनि भनौँ न म्याक्सिमम चाहिँ हामी लाइभ क्लाइन्टमा नै गराउने गर्छौँ, अलिकति प्रोभाइड गरिदिन्छौँ क्लाइन्ट्सहरू चाहिँ। तर क्लाइन्ट्समा पनि हामीले फेरि अब यो चाहिँ भनिदिउँ न कि हामी दिन्छौँ भनेर, तर हामीसित चाहिँ अलिकति सोर्स छ। अब भनेपछि त्यसमा अब तपाईँको प्रडक्टहरू पनि फरक पर्ने होला होइन पक्कै नै?
अब प्रडक्ट पनि पऱ्यो अनि हामीले चाहिँ सिकाउँदाखेरि चाहिँ स्पेसल्ली थ्योरी होइन, मैले अघि भनिहालेँ कम्युनिकेसन स्किल्सहरू, जो सलुन म्यानेजमेन्टहरू होइन, हेयर साइन्स। अब हेयर हाम्रो केले बनिएको छ, हाम्रो हेयर के गर्दाखेरि अब खराब हुन्छ होइन, के गर्दा राम्रो हुन्छ, यो भन्ने कुरा सबै हामीले थ्योरीमा एकदमै थरोली स्टुडेन्ट्सहरूलाई पढाएको हुन्छौँ, सिकाएको हुन्छौँ। त्यो एउटा डिफ्रेन्सेस छ होइन। अनि अलिकति हामीले उसलाई भनौँ न पब्लिक स्पिकिङहरू पनि, जस्तै भनौँ न क्लाइन्टसँग कसरी इन्टरेक्ट गर्छ, त्यो कुराहरू पनि अब हामीले सिकाइरहेको हुन्छौँ, जुन चाहिँ अब आई थिङ्क अरू एकाडेमीहरूतिर सिकाउँदैन होला मलाई लाग्छ होइन। भनेपछि अब तपाईँहरूकोमा चाहिँ जस थ्योरिटिकल मात्र नभइकन कि तपाईँले अब प्र्याक्टिकलमा जे युज हुन्छ त्यो पनि सबै गर्नुहुन्छ? सब गरिन्छ हामीले चाहिँ। अब हामी चाहिँ भनौँ न ब्यालेन्समा प्र्याक्टिकल थ्योरिटिकल दुइटैलाई हामीले इम्पोर्टेन्स दिन्छौँ। प्र्याक्टिकल र थ्योरीमा तपाईँको विचारमा चाहिँ कुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ नि? दुइटा नै इम्पोर्टेन्ट हो। अब कस्तो भन्दाखेरि प्र्याक्टिकल चाहिँ हामीलाई जब हामीले प्र्याक्टिकल गर्छौँ, प्र्याक्टिकल गर्दा थ्योरी युज हुन्छ होइन। फेरि त्यो थ्योरी नजानिकन प्र्याक्टिकल गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ। भनौँ न अब अहिले नेपालमा पहिला त्यस्तै धेरै एक्सपिरियन्स भएको के अरे आर्टिस्टहरू हुनुहुन्थ्यो, तर उहाँहरूलाई चाहिँ त्यो थ्योरिटिकल नलेज नभएकोले गर्दा उहाँले के गर्दैछु कस्तो गर्दैछु भन्छ नि, कन्फ्युज हुने खालको के हुन्छ। अब तपाईँले यो थ्योरी बुझ्यो भने चाहिँ तपाईँले भनौँ न मैले के मिस्टेक्स गर्दै रहेछु त, मैले के गर्दो रहेछु भन्ने कुरोहरू जान्न सक्नुहुन्छ। भनेपछि हामीलाई प्र्याक्टिकल गर्नको लागि चाहिँ थ्योरी चाहिँ चाहियो होइन। मान्छे कोही व्यक्तिले चाहिँ मलाई थ्योरी परेन, मलाई जस्ट कपाल काट्नु मात्रै सिकाइदियो भन्यो भने चाहिँ त्यो चाहिँ पोसिबल छैन। त्यो चाहिँ अब भनौँ न त्यो चाहिँ कस्तो भयो भन्दा एउटा जस्तै उसले सिकेको मात्रै भयो कि ऊ ग्रो चाहिँ हुनु सक्दैन। ग्रो गर्नुको लागि चाहिँ चाहियो कि ग्रो गर्नुको लागि चाहिँ थ्योरी चाहियो नि त। थ्योरी भनेको चाहिँ नलेज हुनु पऱ्यो। नलेज तपाईँ अगाडि बढ्नु छ भने चाहिँ तपाईँलाई के चाहियो? नलेज चाहियो। भनेपछि अब यसको लागि पनि कुनै एउटा यो फिल्डमा आउनको लागि पनि एउटा कुनै एकाडेमिक क्वालिफिकेसन चाहिन्छ र? एकाडेमिक क्वालिफिकेसन भएको चाहिँ धेरै राम्रो हो। त्यस्तो छ भने चाहिँ उसले रुटदेखि बुझेको हुन्छ र उसले भनौँ न उसको प्रोफेसनलाई मजाले ग्रो गर्न सकिन्छ क्या। भनेपछि अब कोही अब हुन्छ नि त, कोही अब आफ्नो घरकै परिवारले गर्दाखेरि चाहिँ अब सानै उमेरमा यो आफ्नो एजुकेसनलाई स्टप गरेको हुन्छ नि, कि त्यो व्यक्तिहरूले यो फिल्डमा आउन कतिको सहज छ त? सहज छ, उहाँले पनि आउनु सक्छ होइन। उहाँले पनि के यो अब भनिहालेँ, ल्याङ्ग्वेज भन्ने कुरो सिकिने हो, एउटा बोलिने कुरो हो। यो हामीले डेली प्र्याक्टिस गरेर पनि यसलाई हामीले सिक्न सक्छौँ होइन, गर्न सक्छौँ यो। अनि यो एउटा स्किल बेस एउटा उयस पनि हो होइन, जब पनि हो। त्यसले गर्दा कोही स्किल राम्रो छ, उसको स्किल राम्रो छ भने उसले गर्न सक्छ। तर यति हो, उसले साथसाथमा स्किलको साथसाथमा आफ्नो कम्युनिकेसन स्किललाई पनि अलिकति बढाउनु पऱ्यो। कम्युनिकेसन स्किल भनेको त बातचित हो। बातचित त हामीले डेली प्र्याक्टिस गर्दै हामीले लान सक्छौँ त्यसलाई। यसमा एउटा कुनै यो छैन कि कुनै यो के अरे एजुकेसनले चाहिँ गर्न मिल्छ न उसले चाहिँ मिल्दैन भने त्यस्तो छैन। सबैले गर्नु, मान्छे सबैले गर्न मिल्यो, तर सहज चाहिँ अलिकति एजुकेसन भएकोले चाहिँ अब जसको कम्युनिकेसन स्किल राम्रो छ त्यसलाई चाहिँ धेरै बेनिफिट छ, प्लस पोइन्ट छ। अनि तपाईँ अब अपकमिङ जति पनि इन्डिभिजुअल्सहरू छ नि, उनीहरू चाहिँ यो फिल्डमा आउँदैछन् भने तपाईँ चाहिँ के सजेसन गर्नुहुन्छ? के त्यो एउटा तपाईँको एउटा के छ नि त्यो सजेसन चाहिँ? अब भनौँ न अहिले अब फिलहाल चाहिँ नेपालमा होइन, अब मेरो एउटा सोच होइन, जस्तै इन्डियामा बाहिरतिर चाहिँ एउटा धेरै कम्पिटिसन्सहरू भइरहेको हुन्छ होइन, कम्पिटिट छ मैले आज भनेको जस्तै होइन। जति यस्तो कम्पिटिसन्सहरू राख्छ त्यति अब भनौँ न आर्टिस्टहरूलाई, अब आउने जेनेरेसन आर्टिस्टलाई भयो, अनि जो एक्जिस्टिङ छ आर्टिस्टहरू, उहाँहरूलाई अलिकति प्रोत्साहित हुन्छ क्या। उहाँहरूलाई पनि अब गर्नु मन लाग्ने यो फिल्डमा अब त्यस्तो खालको वातावरण भयो भने एकदमै राम्रो। जस्तै बाहिरतिर त धेरै एक्टिभिटिजहरू भइरहेको हुन्छ नि त होइन। सो त्यसले चाहिँ एकदमै असर पार्छ जस्तो लाग्छ मलाई चाहिँ। म अहिलेको आउने जेनेरेसन्सहरूलाई चाहिँ के भन्छु भन्दाखेरि यो फिल्डमा आयो भने होइन, बी क्रिएटिभ होइन, अनि आफ्नै चिजलाई गर्ने कोसिस गर्ने होइन, जति सक्दो क्रिएट यो अन भनेर भन्छु म। अनि लर्निङ एटिट्युड चाहिँ अलवेज राख्नु होइन, त्यसले चाहिँ एकदमै मान्छेलाई अघि पुर्याउने हो। अनि के अरे
नेपालमा पनि अब त्यस्तो खालको एउटा एसोसिएसन भइदिएको भए जस्तै कि भनौँ न ब्युटी जस्तै इन्डियामा छ। इन्डियामा चाहिँ कस्तो हुन्छ नि तपाईँको केही एज अ कम्पनी भयो, केही एसोसिएसनले चाहिँ के गरिदिन्छ भन्दाखेरि कम्पिटिसन्सहरू राखिदिन्छ होइन। सो हेयर ड्रेसरहरूलाई चाहिँ अलिकति मोटिभेट गराउँछ क्या। एउटा एसोसिएसन चाहियो, एसोसिएसन चाहियो, एउटा मोटिभेट गर्ने एउटा चाहियो। अब त्यो भयो भने चाहिँ धेरै राम्रो हुन्छ कि एउटा प्लेटफर्म पाउँछ नि त मान्छेले, एउटा चिनिने होइन, उसको आफ्नो स्किल्सलाई उसले देखाउन सकियो नि त एउटा। अब नेपालमा पनि त सिटी भिटीहरूको पनि डिफ्रेन्ट कोर्सेसहरू छ नि यस्तोमा। सो यो विषयमा चाहिँ तपाईँ के कमेन्ट गर्नुहुन्छ नि? अब मलाई चाहिँ लाग्छ, अब मलाई यो सिटी भिडियोको बेलामा त्यस्तो साह्रो चाहिँ अब नलेज छैन, थाहा छैन। तर उहाँहरूले होइन अब राम्रो एउटा हेल्दी कम्पिटिसन्सहरू राखिदियो भने होइन धेरै नै राम्रो हुन्छ। यो अब आउने अपकमिङ आर्टिस्टहरूलाई र एक्जिस्टिङ आर्टिस्टहरूलाई आफ्नो भनौँ न यो ब्युटी सम्बन्धी काम गर्नुको लागि धेरै नै राम्रो हुन्छ। उहाँले अब त्यो खालको एउटा अर्गनाइज गर्यो भने होइन धेरै नै राम्रो हो। सो तपाईँ ग्रुमिङको विषयमा चाहिँ अरूहरूलाई चाहिँ तपाईँ के सजेसन गर्नुहुन्छ नि? ग्रुमिङ चाहिँ एकदमै एसेन्सियल अब निड्स भयो, हामीलाई चाहिरहने कुरो भयो होइन एभ्रिडे उसमा। जस्तै तपाईँ अफिस जाँदाखेरि भयो, तपाईँ कहीँ भनौँ न फङ्सनको लागि जाँदा भयो, अरू एभ्रिडे तपाईँ आफै घरमा बस्दाखेरि पनि भयो। एज अ ग्रुमिङ एसेन्सियल नै मेरो लागि चाहिँ हो है। जस्तै तपाईँले कपालहरू काट्नु पऱ्यो होइन, महिनामा ट्रिम गर्ने, अनि स्याम्पू कन्डिसनरहरू राम्रोसँग लगाउने, कपालहरू मजाले धुने, हप्तामा 3 चोटि जस्तो कपाललाई धुने होइन, स्काल्प सफा राख्ने। अनि भनौँ न स्टाइलिङको उसमा वेमा भने जस्तै तपाईँले स्टाइलिङ गर्दाखेरि जस्तै तपाईँले जति अब राम्रो ग्रुमिङ गर्नुहुन्छ तपाईँले एउटा भनौँ कन्फिडेन्स लेभल आउँछ। जस्तै इक्जाम्पल दिउँ, आज अहिले भर्खर तपाईँसँग म आउँदाखेरि तपाईँको कपाल मजाले निटसँग मिलेको छ, मजाले राखेको छ भने के एउटा तपाईँलाई कन्फिडेन्स लेभल आउँछ एउटा मान्छेलाई होइन, म यो गर्न सक्छु, चट्टै मिलेको छ भने होइन। त्यसको लागि पनि एकदम इम्पोर्टेन्स हो। अनि भनौँ न अब यसलाई केयरिङ चाहिँ एकदम राम्रो गर्नु। अब हाम्रो हेयर नै इज एभ्रिथिङ। अब हेयर छ भने मजाले ग्रुमिङ गर्नु पनि सक्यो, स्टाइलिङ गर्नु पनि सक्यो होइन। त्यसको लागि चाहिँ सफाहरू राख्ने, स्याम्पू कन्डिसनर राम्रो गर्ने होइन, अनि कपाललाई ट्रिमहरू गरिरहने, त्यो चाहिँ एकदमै एसेन्सियल निड्स भयो। चाहिँ ग्रुमिङमा यो कुरा हामीले याद गर्नु पऱ्यो। तर यो गरेन भने चाहिँ यस्तो हाम्रो हेल्थमा के असर पुग्ने के यस्तो छ र प्रब्लम्सहरू? यो हाम्रो हेल्थमा भन्दाखेरि पनि अब यो हाम्रो भनौँ न हेयरको हेल्थदेखि चाहिँ एकदमै प्रब्लम्सहरू आउन सक्ने सम्भावनाहरू छ। जस्तो कि भनौँ न राम्रोसँगले सफाहरू राखिन भने हेयर फलहरू हुने होइन, अनि स्काल्प ड्राइनेस हुने, ड्यान्ड्रफ आउने होइन, अनि बाल्नेस हुने चान्सेसहरू बढी हुन्छ। अब यस्तो भयो भने चाहिँ फेरि अभियसली हो अलिकति मान्छेको कन्फिडेन्स लेभल पनि अब त्यही हो। एज अ मेलाई चाहिँ म चाहिँ एज अ हेयर ड्रेसर मेरो चाहिँ म चाहिँ पर्सनल्ली मेरो उसमा चाहिँ के लाग्छ भन्दाखेरि मलाई चाहिँ मेरो हेयरहरू चट्टै मिलेको छ भने होइन, कपडा त जस्तो सुकै होस् के पनि भएन, म्याटर भएन, अलिअलि कपडा पनि राम्रो मजाको आइनिङ लगाएको छ, अलिकति सफा छ, पुरानै किन नहोस् सफा छ, मजाको भएको छ र मेरो कपाल मिलेको छ भने चाहिँ अलिकति मलाई कन्फिडेन्स आउँछ क्या मान्छेसँग भेट्नु बोल्नु। सो ग्रुमिङ गऱ्यो भने चाहिँ हाम्रो कन्फिडेन्स लेभल पनि बढ्ने भयो, प्लस डिफ्रेन्ट प्रब्लम्सहरूबाट पनि हामी बस्ने भयो। सो डिफ्रेन्ट इन्फेक्सन्सहरू हुन्छ यो हाम्रो स्काल्फमा, त्यो यसैको कारणले गर्दा हुने हो। यसैको कारणले यो पुवर हाइजिनको भएको कारणले गर्दाखेरि नै आउने हो। जस्तै ड्यान्ड्रफहरू भयो होइन, केही सोरासिसहरू यस्तोहरू एक्जिमाहरू आउने भनेको नै प्रायः इन्फेक्सन्सहरू हुने भनेको नै यही के अरे पुवर हाइजिन भएको कारणले गर्दाखेरि नै हो। ओके। सो अनि तपाईँले स्याम्पू बारेमा भन्नुभयो है, सो स्याम्पू चाहिँ हामीले अब कसरी गर्नुपर्छ नि? स्याम्पू चाहिँ हामीले हप्तामा 3 चोटि चाहिँ स्याम्पू गर्ने, मजाले स्काल्पलाई मजाले स्काल्पहरू पखाल्ने, धुने अनि हेयर होइन, स्पेसल्ली त हाम्रो स्काल्प हो, स्काल्पलाई मजाले क्लिन राख्ने। सो स्याम्पूमा त युज नगरिकन हामीले कुनै एउटा जस्तो साबुनहरू पनि युज गर्दा हुन्छ र? सोपमा होइन, साबुनहरूमा चाहिँ अलिकति सल्फेटको चाहिँ के अरे कन्सन्ट्रेसन हाई भएकोले गर्दाखेरि अलिकति स्किन्समा अब छालाहरूतिर प्रब्लम्स आउने सम्भावना हुनसक्छ होइन। अनि अन्त भनौँ न फेरि अर्को चाहिँ के भन्दाखेरि पिएच भ्यालु पनि अलिकति डिफ्रेन्स हुन्छ स्याम्पू र उसमा के अरे साबुनमा अन्तर। अब स्याम्पूको चाहिँ अब हामीलाई चाहिने मात्राको त्यो पिएच भएकोले गर्दाखेरि, अनि सल्फेटको कन्सन्ट्रेसन पनि हाई हुँदैन, जति हामीलाई चाहिने छ त्यही मात्राको भएकोले गर्दा जति हाम्रो स्काल्प र हेयरलाई क्लिन्जिङको लागि निड छ त्यति नै भएकोले गर्दाखेरि त्यो एउटा
राम्रो स्याम्पू नै युज गरेको चाहिँ। भनेपछि हामीले हेयर वासको लागि चाहिँ साबुनभन्दा चाहिँ स्याम्पू युज गरेको राम्रो। स्याम्पू युज गरेको राम्रो। इभन स्याम्पूमा नि यस्तो कुनै छ कि अब प्रोफेसनलको रेन्जको गर्ने कि अब तपाईँले भन्नुभएको जस्तै कि कन्ज्युमर रेन्जको? अब मैले अघि नै भनिसकेँ नि, यो के अरे स्याम्पू चाहिँ प्रोफेसनल लगाएको चाहिँ राम्रो, अलिकति इफेक्टिभ हुन्छ भन्छ। सो इट्स बेटर इफ यु युज प्रोफेसनल रेन्जको वाला चाहिँ। प्रोफेसनल रेन्जको चाहिँ राम्रो। ओके। सो अनि यो हाम्रो हेयर ड्रेसिङको एउटा फिल्डमा चाहिँ मेन्टल हेल्थ चाहिँ कतिको इम्पोर्टेन्स छ नि? हाम्रो हेयर ड्रेसिङको यो फिल्डमा चाहिँ मेन्टल हेल्थ एकदमै इम्पोर्टेन्स रोल खेल्छ यसले। अब भनौँ न मेरो मेन्टल्ली म स्टेबल छुइनँ होइन, मेन्टल्ली म अब एउटा हुन्छ नि त के अरे एउटा टिमवर्कमा काम गर्न सक्दिनँ, एउटा के अरे चिजलाई मैले एनालाइसिस गर्नु सक्दिनँ भने इट्स भेरी डिफिकल्ट। अब जस्तै मानिलिउँ तपाईँले के गर्ने भन्दा हामीले चाहिँ अब क्लाइन्टलाई डाइरेक्ट इन्टरेक्ट गर्ने हो, तपाईँको भनौँ न मेन्टल हेल्थ राम्रो छैन भने धेरै प्रब्लम्सहरू आउने चान्सेसहरू हुन्छ होइन। अब त्यस्तो कन्फ्लिक्ट्सहरूलाई नआउनुको लागि पनि आफ्नो मेन्टल हेल्थलाई स्ट्रङ बनाउनु एकदमै इम्पोर्टेन्ट छ। अब यसलाई स्ट्रङ बनाउने भनेको चाहिँ के हो भन्दाखेरि होइन, साथीभाइहरूसँग अलिकति बोल्ने होइन, अलिकति योगा गर्ने, एक्सर्साइज गर्ने होइन, एक्सेल इनहेल योहरू गर्ने, ब्रिदिङ एक्सर्साइजहरू होइन, योहरू गर्दाखेरि साथीभाइसँग आफ्नो प्रब्लम्सहरू सेयर गर्ने, यो गर्दाखेरि अलिकति आफ्नो मेन्टल हेल्थलाई अलिकति सुधार गर्न सकिन्छ। मेन्टल हेल्थ राम्रो छैन भने चाहिँ, मेन्टल हेल्थ राम्रो छैन भने चाहिँ अब केही फिल्डमा पनि होस्, नट इभन अब यो हाम्रो सलुन फिल्डमा मात्रै होइन, हरेक सेक्टरमा पनि मेन्टल हेल्थ चाहिँ एकदमै इम्पोर्टेन्स छ कि। तर फेरि कति न मान्छेको नेचर नै हुन्छ नि त। अब कोही मान्छे अलिकति कम बोल्ने है, कोही मान्छे अलिकति एक्सट्रोभर्ट खालको अलिक बोलिरहने हुन्छ नि है, त्यसको मान्छेको एउटा पर्सनल ट्रेटले गर्दाखेरि के फरक पर्छ र? त्यसमा अलिकति अन्तर चाहिँ धेरै नै अलिकति भन्दाखेरि धेरै नै अन्तर पर्छ। जो मान्छे अलिक बोल्छ होइन, अब बोल्ने पनि अब धेरै पनि होइन, अब चाहिँदा बोल्ने, अब यो हुन्छ नि कोही चाहिँ एकदमै एक्सट्रिमली बियोन्ड द बाउन्ड्री नै बोलिहाल्ने हुन्छ, कोही चाहिँ एकदमै धेरै बोल्ने होइन, कोही चाहिँ ठिकैको, अब कोही चाहिँ बोल्दै नबोल्ने हुन्छ। अब जो अलिक बोल्छ त्यसको भनौँ न बोल्नेको चामल पनि के अरे पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भनेको जस्तै नै हो। जति जो बोल्यो जति उसले के हुन्छ भन्दाखेरि धेरै कुछ गेन गर्नुसक्छ, धेरै राम्रो भनौँ न नलेजहरू उसले लिन सक्छ। फेरि ज्यादै बोल्यो भने पनि फेरि प्रब्लम्सहरू आउने चान्सेसहरू हुन्छ होइन। अनि बोल्दै नबोल्नेलाई चाहिँ फेरि अलिकति भनौँ न उसको सर्भिसहरूमा प्रब्लम्सहरू आउन सक्ने हुन्छ, सम्भावनाहरू हुन्छ। तपाईँको चाहिँ यस्तो कुनै यस्तो इन्सिडेन्ट छ यो सम्बन्धी चाहिँ? यो सम्बन्धी मेरो इन्सिडेन्ट मैले अघि नै सेयर गरिहालेँ होइन। जस्तै कि मैले अब त्यति बेला अब म पनि धेरै अलिकति साई टाइपको नै, धेरै नबोल्ने नै थिएँ, तर यो पछाडि आदत हुँदो रहेछ। मैले भनिहालेँ नि यो एक्सपिरियन्स हो, आफूले बोल्दै गर्दाखेरि आजकल म अब सबैसँग मजाले बोल्छु, खोलेर बोल्छु। त्यसले गर्दाखेरि आफ्नो मेन्टल हेल्थलाई पनि स्ट्रङ बनाउनु। यो पहिला चाहिँ म कस्तो थियो भन्दाखेरि मान्छेहरूसँग त्यो बोल्नु अलिकति लाज लाग्ने होइन। अब झन् केटी मान्छेहरूसँग त अलिक अनकम्फर्टेबल फिल हुने, अलिकति अब केही भन्छ कि मैले केही अब नराम्रो पनि पठाउँछु कि भन्ने कि त्यस्तो सोच्थेँ कि। अब त्यो भनेको त मेरो त्यो आफ्नै थट मात्रै रहेछ, तर मैले त्यो गरेको हुँदैन रहेछ कि। सो अब डराइ उस गरिरहने, अब त्यस्तो अभियसली जो मान्छे धेरै डराउँदै अब त्यो बात गर्ने कुरो हुन्छ, अभियसली उसले केही न केही त गल्ती गरी पठाइहाल्छ नि त। अनि त्यसले गर्दाखेरि चाहिँ बिस्तारै सिक्दै जाने रहेछ कि। भन्छ जस एट द इन्डमा हामीले मिस्टेक्सबाट चाहिँ लर्न गर्नु पऱ्यो। यति गर्नु 5